आज चाहिँ फागुनको 26 गते म चाहिँ यहाँ भिडियो बनाउन आएको छु र भित्र चाहिँ आज नेपाल पुलिस र लुम्बिनी प्रोभिन्सको गेम भएको छ र यहाँबाट हेर्दा चाहिँ ग्राउन्डको भ्यू र यो भिआइपी बिल्डिङ फ्लड लाइट देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अलि नजिकबाट आउँदा चाहिँ अहिले भ्यू देख्न सक्नुहुन्छ र यो भिआइपी बिल्डिङमा चाहिँ दर्शकहरू बसेर चाहिँ मनोरञ्जन लिनुभएको छ। यो चाहिँ ग्राउन्डमा चाहिँ इन्ट्रीको गेट अहिले यस्तो बनाइएको छ र यता देख्न सक्नुहुन्छ यो चाहिँ भिआइपी बिल्डिङ। यो चाहिँ लेटेस्ट भ्यू हो फागुन 26 गतेको। यहाँ चाहिँ यसरी ब्यानरहरू राखिएको छ यो पिएम कपको एडभर्टाइजको लागि र यो टिमहरूको क्यानको ब्यानर छ। यहाँ पार्किङको लागि अहिले यसरी देख्न सक्नुहुन्छ। यहाँ एम्बुलेन्सको पनि तम तयार छ। यो देखिएको दृश्य चाहिँ यो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको चाहिँ यो भिआइपी बिल्डिङको पछाडिको भाग हो, देख्न सक्नुहुन्छ। अहिले यसरी पछाडिको तर्फबाट पनि यो निर्माण भइरहेको ताजा दृश्य र पिएम कपले गर्दा चाहिँ यता कामले डिस्टर्ब हुनसक्छ गेममा भनेर चाहिँ यो कन्स्ट्रक्सनको चाहिँ काम अहिले बन्द भएको छ। यहाँ चाहिँ म अहिले ठ्याक्कै सेकेन्ड फ्लोरमा छु। सेकेन्ड फ्लोरमा चाहिँ देख्न सक्नुहुन्छ दर्शकहरू र यहाँ चाहिँ अफिसियली काम भइरहेको छ भित्र। यो चाहिँ सेकेन्ड फ्लोरबाट देखिएको दृश्य हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ भिआइपीहरूको सिटहरू छ, कुर्सीहरू। यहाँ चाहिँ थर्ड फ्लोरमा चाहिँ दर्शकहरूलाई चाहिँ हेर्नु भनेर यहाँ चाहिँ खाली ठाउँ राखिएको छ र दर्शकहरू भरपुर मात्रामा नभए पनि थोरै भए पनि यहाँ मनोरञ्जन लिन आउनुभएको छ र यो पछि गेमको दौरान दर्शक भरिन्छ भन्ने चाहिँ आशा छ। यहाँ चाहिँ छेउपट्टि सानो वाल छ र पुरा सेफ्टी नहुँदा चाहिँ ध्यान दिएर चाहिँ दर्शकहरूले हेर्नुपर्ने हुन्छ।
गल्लाको जुस यो चाहिँ नेट प्र्याक्टिस पिचतिर जाने ठाउँतिर अथवा यो भिआइपी बिल्डिङको यता उत्तर साइडमा यहाँबाट देख्नुहुन्छ यस्तो दृश्य छ। जेनेरेटरहरू चाहिँ यहाँ अहिले दुईटा देखेँ मैले अहिले चाहिँ यहाँ र त्यो फ्लड लाइटको नजिकै। गुलसन कुमार झा त्यहाँबाट चाहिँ लाइभ स्ट्रिमिङ चलिरहेको छ विभिन्न च्यानलहरुमा। युट्युबमा पनि छ, टिभीमा पनि हेर्न सक्नुहुन्छ। र यहाँबाट सिधा अगाडि चाहिँ यस्तो भ्यू देखिन्छ। गुलसनले भेट्टाउन सकिनन्। धेरै पछि बान्डु यो रेकर्ड गर्न पाइयो बल्ल। यता चाहिँ अब यो नेट प्र्याक्टिस पिचेसहरू हो, यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यता पनि अलिअलि दर्शकहरू बसेर हेर्नुभएको छ, देख्न सक्नुहुन्छ। स्क्रुर कार्ड यहाँ छ। यहाँबाट चाहिँ पिचको भ्यू क्यामेराम्यान कुशल भुर्तेलको बलिङ। यता चाहिँ यो नेट प्र्याक्टिस पिचेसहरू अहिले चाहिँ पिएम कपमा चाहिँ कतिको प्रयोग भएको छ त्यो चाहिँ थाहा भएन, तर रेडी छ। पिचेसहरू चाहिँ रेडी छ, ढलाइवाला, माटोवाला, दुबोवाला यस्तो भन्यो नि। अब रेडी छ पिचहरू। यता गेमको मनोरञ्जन भइरहेको छ। स्कोर कार्ड हो यो, म ठिक स्कोर कार्डको पछाडि छु। गेम चाहिँ नेपाल पुलिसले चाहिँ एकलोटी बनाइसक्यो। यहाँ चाहिँ लुम्बिनी प्रोभिन्सलाई चाहिँ यहाँ इजिली जित्ने चाहिँ म देखिसकेको छ। र पनि गेम चाहिँ चलिरहेको छ। र यताको फ्लड लाइटमा चाहिँ यो जेनेरेटर देख्न सक्नुहुन्छ। एउटा त्यहाँ थियो भने एउटा चाहिँ यो फ्लड लाइट थियो भिआइपी बिल्डिङ नजिकै भने, एउटा चाहिँ यता छ यो फ्लड लाइट थियो। पातलो पातलो दर्शक भए पनि आउनु भएको छ। यहाँ देख्न सक्नुहुन्छ। दर्शकहरूलाई चाहिँ यसरी बाहिर चाहिँ फिल्ड बाहिर यसरी बस्ने चाहिँ एउटा दुईटा टेन्ट रहेछ। यहाँबाट चाहिँ म ग्राउन्डको फुल भ्यू चाहिँ देखाउने प्रयास गर्छु।
चाहिँ भिआइपी बिल्डिङको पारिपट्टिको साइड स्क्रिन। यहाँबाट चाहिँ देखिएको दृश्य। एकजना दर्शक चाहिँ पुरै सुतेर हेर्नुहुन्छ। क्याच आउट है ल, कुशर भुतेलले आउट गरे है त्यो एकजना। यहाँ चाहिँ अलि फोकस परेन घामले गर्दा। नेपाल पुलिस क्लबले जित्यो, लुम्बिनी प्रोभिन्स चाहिँ हार्यो है त। अब चाहिँ खेलाडीहरू आउँछन्, म चाहिँ भिडियो बनाउने प्रयास गर्छु।